जब सरकारको व्यवसाय डुब्छ सदनमा हंगामा हुन्छ। जब निजी व्यवसाय डुब्छ एउटा परिवार चुपचाप सर्वनाश हुन्छ र आफै समस्याबाट गुज्रिन बाध्य हुन्छ। नेपालमा सरकारी व्यवसाय भन्दा निजी व्यवसाय धेरै डुब्छन्, तर कुनै हेडलाइन्स, कुनै ब्रेकिङ न्युज भन्दैनन्। नेपाल एयरलाइन्सको 50 अरबको ऋण सबैले थाहा पाए। पोखरा एयरपोर्टको 22 अरबको भ्रष्टाचार सबैले सुने, तर तपाईँको छिमेकीको पसल बन्द भयो। साथीको स्टार्टअप डुब्यो। हजारौं यस्ता व्यवसाय गुमनाम भए। सरकारी होस् या निजी, डुब्न त पैसा नै डुब्यो। नेपालमा सरकारी विफलता भन्दा निजी विफलता धेरै छन्, बस कोही गन्दैनन्। तर आज हामी यस भिडियोमा छलफल गर्नेछौँ। सरकारी होस् वा निजी, विफलताको मूल कारण एउटै छ र त्यो कारण बुझेपछि तपाईँ हामीले आफ्नो व्यवसायमा त्यो गल्तीबाट बच्न सक्नुपर्छ। भिडियो अन्तिमसम्म हेर्नुहोला, किनकि अन्तिम भागमा प्र्याक्टिकल टिप्स छन् जुन तपाईँको व्यवसायले आजै नै प्रयोग गर्न सक्छ। पैसा भएर मात्रै पनि व्यापार सफल हुँदैन। तपाईँलाई असफल व्यापारको कारण भन्दा के आउँछ दिमागमा? आर्थिक पाटोको कारण, बजार थिएन, भाग्य थिएन। तर आज हामी तपाईँहरूसँग 5 यस्ता नेपालको सबैभन्दा महँगा असफलताको बारेमा भन्न गइरहेका छौँ, जहाँ पैसा थियो, बजार थियो, सरकारको समर्थन थियो, तर सबै स्वाहा भयो र बर्बाद गर्नका लागि एउटै साझा तत्त्व थियो, जुन आज पनि नेपालको व्यापारिक परिदृश्यमा उपस्थित छ। ध्यान दिएर हेर्नुहोला। पहिलो असफलता, नेपाल एयरलाइन्स कर्पोरेसन। व्यापार सुरु भएको 63 वर्ष भयो, तर आजसम्म पनि नाफामूलक वर्ष छैन। 2017 मा नेपाल एयरलाइन्सले एउटा ठूलो कदम चलायो र कर्पोरेसन फाइदामा जान्छ भनेर 2वटा एयरबस A330 वाइड बडी जेट किन्यो। डिल मूल्य 216 मिलियन अमेरिकी डलर, नेपालीमा भन्न पर्दा 18 अर्ब भन्दा बढी। राजनैतिक जोड घटाउको पैसा थिएन र सरकारले कहाँबाट लियो यत्रो पैसा? नेपाल एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट 24 अरब ऋण लियो। यी कोषहरूले लाखौं नेपालीहरूको, सरकारी र निजी कर्मचारीहरूको रिटायरमेन्ट बचत राख्दछन्। यही बचतको पैसा नेपाल सरकारले एयरलाइन्स कर्पोरेसनलाई उपलब्ध गराइदियो। विमान 2018 मा आयो। खरिद पश्चात स्पेसिफिकेसन परिवर्तन गरियो, यात्री क्षमता घटाइयो र लङ डिस्टेन्सको अन्तर्राष्ट्रिय उडानहरू व्यावसायिक रूपमा अव्यावहारिक भए। भ्रष्टाचार थियो। लेखा समितिको अनुसन्धान अनुसार स्पेसिफिकेसन फेरबदल भएको कारण 4.35 अरब घोटाला भएको पाइयो। त्यो ऋण आज बढेर 50 अरब पुगिसकेको छ। नेपाल एयरलाइन्सको कुल सम्पत्ति 1.8 अरबले नकारात्मक छ। यसको अर्थ हुन्छ आज सबै जायज यथा बेचे पनि ऋण असुली हुँदैन र त्यो ऋणको पैसा हो, आम जनताको बचत हो। त्यो पैसा अब कसले तिर्छ? यसबाट हामीले सिक्नुपर्ने पाठ, सरकारी संस्था राजनीतिक नियुक्ति र भ्रष्टाचारको कारण प्राय असफल नै हुन्छन् र त्यस्ता संस्थालाई कोष उपलब्ध गराउन अगाडि धेरै विचार र निर्णयहरू लिनुपर्ने हुन्छ र यस्ता निर्णय गरेर दिने पदाधिकारीहरूलाई पनि कारबाहीको घेरामा ल्याउनुपर्छ। उनीहरूकै भित्री मिलेमतो त थिएन। दोस्रो असफलता, पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट। जनवरी 1, 2023 मा ग्रान्ड इनागुरेसन भयो र ओपनिङ गरियो। प्रधानमन्त्रीको फोटो, चाइनिज एम्बेसेडरको फोटो, समाचारमा जताततै वाहवाही, राजनीतिक स्टन्ट पनि त्यति नै धेरै। 15 दिनपछि के भयो? यति एयरलाइन्सको क्रास भयो र आज 2 वर्षपछि पनि त्यही एयरपोर्टमा एक नियमित इन्टरनेसनल फ्लाइट पनि छैन। लगभग शून्य नै छ नियमित अन्तर्राष्ट्रिय फ्लाइट। विमानस्थलको लागत 22 अरब, अनियमितता 14 अरब। अभियोगीहरू 5 पूर्व मन्त्री सहित 55 जना कर्मचारी सहित व्यापारीहरू। छानबिन गर्न संसदीय समिति गठन भयो। चीनको CAMC इन्जिनियरिङ ठेकदारले ठेक्का हस्ताक्षर गर्न अघि सम्भाव्यता अध्ययन पेश गरेन। नेपाली अधिकारीहरूले हचुवाको भरमा अनुमोदन गर्यो। कसको दबावमा हो यो? कि अर्बौं कुम्ल्याउने लोभले हचुवाको घरमै सम्भाव्यता अध्ययन बिना नै डकुमेन्ट हस्ताक्षर गरेर प्रोजेक्ट अगाडि बढाइयो। रनवे डिजाइनमा त्रुटि भेटियो। वाइड बडी विमानको भार सीमा लाग्यो भन्नाले ठूलो विमानहरू त्यहाँ अवतरण गर्न नमिल्ने भयो। अन्तर्राष्ट्रिय एयरलाइन्सले पोखरा विमानस्थल उडान गर्न अस्वीकार गरिदियो। नेपालले चीनसँग अनुरोध गरिरहेको छ, ऋण अनुदानमा परिवर्तन गरिदिनु। चीनले अहिलेसम्म सुनेको छैन। अब यो ऋण कसले बोक्छ? दोस्रो पाठ, अध्ययन बिनाको विकास, विदेशीले दिने रिबन सहितको ऋण मात्रै हो। तेस्रो असफलता, नेपालको सहकारी घोटाला हो। यो नेपालको सबैभन्दा व्यापक वित्तीय विपद हो, किनकि यो एउटा कम्पनीको विफलता होइन, यो एउटा पूरा क्षेत्रको विफलता हो, जसले गर्दा लाखौं साधारण नेपालीहरूको जनजीवन प्रभावित भयो। ओरिएन्टल सहकारीले निक्षेपकर्ताहरूलाई 6 अरब फिर्ता गर्न असफल भयो। इमेज बचत तथा ऋण सहकारी 2.25 अरब इनामिना भयो र अध्यक्ष नयाँ दिल्लीबाट पक्राउ परे। गोर्खा मिडिया सहकारीमा 2.58 अरब दुरुपयोग भएको पाइयो। सबैमा एउटै ढाँचा, न्यूनतम नियामक निरीक्षण र शून्य लेखा परीक्षण ट्रेल। तेस्रो पाठ, नियमन बिनाको नियम अर्थविहीन छ। चौथो असफलता, युटिएल टेलिकम। युनाइटेड टेलिकम लिमिटेड नेपालको प्रबल टेलिकम कम्पनी मध्ये एक थियो। काठमाडौँ उपत्यकामा राम्रो मार्केट प्रेजेन्स थियो। 5 लाख सब्सक्राइबर थिए, तर बजार चलायमान छ र बजार परिवर्तन भयो। मोबाइल इन्टरनेट आयो, तर युटिएल परिवर्तन हुन सकेन अथवा हुन चाहेन। व्यवस्थापन र कर्मचारी बीच निरन्तर विवाद भयो। MTA को निर्देशन अस्वीकार गर्न थाल्यो, किनकि युटिएलमा एक किसिमको हेपाहा प्रविधि थियो। भारतीय व्यापारीको आडमा इगो थियो। भारतीय शेयरधनी MTNL, टाटा, TCIL जसले 80% थामेका थिए, लगानी
लगानी गर्न तयार भएनन्। परिणामस्वरूप लाखौं ग्राहकले सेवा पाएनन्। चौथो पाठ, कम्पनीले आफ्नो प्रतिस्पर्धीको साटो आफ्नो नियामक निकायसँग लड्नु बेकार छ, महामूर्खै हो। स्कुलमा आफ्नो साथीसँग प्रतिस्पर्धा गर्नु सट्टा शिक्षकसँग प्रतिस्पर्धा गरे जस्तै हो। त्यसको भविष्य आखिर नियामककै हातमा हुन्छ। बजार अनुकूल हुन सकेन भने व्यापारी असफल हुन्छ। त्यही भएर प्रतिस्पर्धा बजारसँग गर्ने हो, नियामक निकायसँग होइन। तपाईँ भोलिको दिनमा ठूलो भइसकेपछि नियम परिवर्तन गर्न सक्नुहुन्छ र त्यो अर्कै पाटो छ। जबसम्म सानो हुनुहुन्छ त्यस बखत तपाईँको प्रतिस्पर्धा भनेको आफ्नो बजारसँग मात्रै हो। यहाँनिर तपाईँले बुझ्न के जरुरी छ भने अब तपाईँको व्यापारको नियमनकारी पनि तपाईँ नै, तपाईँको व्यापारको राजनीतिक नियुक्तिकर्ता पनि तपाईँ नै, तपाईँको व्यापारको लिडरसिप पनि तपाईँमै भर पर्छ। त्यही भएर सरकारी कार्यालयहरूले जे गल्ती गरेका छन् ती नदोहोर्याउनको लागि नियम आफैले बनाएपछि समय अन्तरालमा नियमन गर्ने पनि बानी बसाल्नु होला, लिडरसिप पनि त्यस्तै खालको विकास गर्नु होला। र अब आउँछ यो भिडियोको सबैभन्दा व्यक्तिगत र सबैभन्दा महत्त्वपूर्ण भाग। नेपालमा 90% स्टार्टअप 2 वर्षभन्दा अघि नै असफल हुन्छ। 90% मतलब यो च्यानल हेरिरहेको 10 मध्ये 9 जनाको व्यापारिक आइडिया असफल हुन्छ। किन? स्टार्टअपहरूले पैसा सबै उत्पादनमा खर्च गर्छ, त्यसपछि 6 महिना बजार अनुसन्धान गर्छन्, त्यति बेला पैसा गइसकेको हुन्छ। यसबाट हामीले सिक्नुपर्ने पाठ, नेपालको बजारमा रिसर्चको कमी छ। यी 5 असफलताबाट 5 निचोड निकाल्न सकिन्छ जो नेपालको हर उद्यमी, विद्यार्थी र निर्णयकर्ताले जान्नुपर्छ। पहिलो पाठ, राजनीति र राजनीतिक नियुक्तिले व्यावसायिक तर्क नष्ट गर्छ। दोस्रो पाठ, पहिला सम्भाव्यता अध्ययन गर्नुपर्छ अनि मात्र प्रोजेक्ट सुरु गर्नुपर्छ। सम्भाव्यता गहन रूपमा अध्ययन भएन भने व्यवसाय डुब्न जान्छ। तेस्रो पाठ, नियमन बिनाको कानून देखावटी मात्र हुन्छ र त्यहाँ धेरै घोटाला हुन्छ। चौथो पाठ, सिस्टमसँग फाइट नगर्नुहोस्, एडाप्ट गर्नुहोस्। सिस्टमसँग फाइट गर्न धेरै समय लाग्छ। पाँचौं पाठ, भ्यालिडेट बिफोर यु बिल्ड। डिमान्ड भएको सन्दर्भमा मात्र व्यापार सुरु गर्नुहोला। जसरी लिडरसिपले नेपाल एयरलाइन्सलाई असफल बनायो, तपाईले म्यानेजरियल स्किल सिक्नु जरुरी छ। सम्भाव्यता र मार्केट रिसर्च बिना एयरपोर्ट सुरु हुँदा पोखरा एयरपोर्ट डुब्यो। टेक्निकल डिटेल्स नमिल्दा एरोप्लेन ल्यान्डिङ हुन सकेन। त्यसैले कुनै पनि बिजनेस स्टार्ट गर्दा रिसर्च इन डेप्थ हुन जरुरी छ। व्यापार आफ्नो प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्न पर्छ, सिस्टमसँग झगडा गर्न अग्रसर नहुनु हो। तपाईको स्ट्रेन्थ बलियो भएपछि मात्र सिस्टमसँग टक्कर लिन सकिन्छ। र सबैभन्दा कमन फ्याक्टर, भ्रष्टाचारबाट बच्नु होला। तपाईको कर्मचारी कुनै पनि बेला भ्रष्टाचार गर्न सक्छन्। निगमन गर्ने, राम्रो सिस्टम डेभलप गर्ने तपाईको काम हो।